यहाँ लाखौँ हजारौँ मान्छेहरूको बस्ती छ, तर यति शान्त छ र यति आनन्द छ। कोही कसैले कसैलाई केही गर्दैन है। आफ्नो काम गर्छ, आफ्नो खान्छ, बस्छ। यो व्यवस्थापन पनि बहुत राम्रो तरिकाले गरेको छ। यो बच्चाहरू यहाँ बस्ने सबै भ्याउने नभ्याउनेहरूको बच्चाहरू रेखदेख गर्ने अरिनिछि भन्छ, त्यो छ यहाँ। यो रुखहरू रोपेर यत्रो सिधै ठुलो रुखहरू रोपेर यसरी आड दिएर है यिनीहरूलाई जोगाउँछ। र यस्तै गर्दै हाम्रो पनि भर्खर कामबाट आएर यो साँझको सुरुवात हुँदैछ। यहाँ एक्सर्साइज गर्दै हुनुहुन्छ हाम्रो दाइले। हाम्रो एक्सर्साइज के छ दाइ हालखबर? एकदम राम्रो छ, एक्सर्साइज भइरहेछ हैन। एक्सर्साइज भइरहेछ। यसो दिनभरि काम यो गरेर हाम्रो नेपालमा पनि यस्तो राखिदियो भने कति राम्रो हुन्थ्यो होला यार। होइन त यो त स्कुलमा राखिदिनु पर्छ। हुनुपर्छ स्कुलमा अलिक टोलहरूमा हैन। टोलहरूमा त्यो भयो भने मान्छेहरू अलिकति स्वास्थ्य। तर यहाँ धेरै फोहोर रहेछ नि भुइँमा दाइ, यो मैले उ गरेकै थिएँ। यहाँ अलिकति फोहोर रहेछ हैन। हाम्रोतिर त उता यस्तै रेस्ट गर्ने, यसरी बस्ने खाने ठाउँ छ है, रमाइलो। अर्को सबैभन्दा राम्रो पक्ष यहाँको फोहोर यस्तो मजाले छुट्याएर यसरी फाल्छ। प्रत्येक यो रातो पहेँलो र यो डब्बाको कलर छ नि, यो कलर अनुसार पनि यसमा तपाईँको खानाको फोहोरहरू पनि कसरी राख्ने, कसरी फाल्ने भन्ने कुराहरू यहाँ नेपाल भन्दा है यहाँको कोरियन सरकारले नै तोकेको हुन्छ। जस्तो फोहोर मैला यसरी छुट्याएर फाल्ने होइन, प्लास्टिक जन्य पदार्थ यसरी फाल्ने, केन यो टिन जन्य पदार्थहरू, अनि यो कार्टुन यस्तोहरू छुट्टा छुट्टै, बोतलहरू छुट्टा छुट्टै फाल्ने भनेर नियम बनाएको हुन्छ। त्यही नियमअनुसार सबैले त्यही अनुसारले फाल्छ। कार्टुनहरू योहरू सबै है छुट्टा छुट्टै फालेको छ। यस्तै नेपालमा चाहिँ कहिले हुन्छ होला? नेपालमा यो सम्भव होला त दाजु? नेपालमा तत्कालै चाहिँ अलि होला जस्तो लाग्दैन, तर गऱ्यो भने नहुने भन्ने चाहिँ हुँदैन। अब यतिको चाहिँ हुनलाई चाहिँ के समय चाहिँ लाग्छ नि, गऱ्यो भने। हो, बच्चा बच्ची खेल्ने ठाउँ यिनीहरू त यहाँ धेरै छ। मैले पछाडिको भाग देखाएको, यो त केही पनि नभएको भागमा त देखाएको मैले। उता अगाडि गएर हेर्ने हो भने अहिले पछि देखाउँछु है त। अहिलेलाई चाहिँ यति है त। ल बाई।